खैला बैला मचियो नेकपा एमाले भित्र। साथीहरू, हिजो दिउँसोदेखि नेकपा एमालेको आन्तरिक राजनीतिभित्र एउटा ठूलै तरंग पैदा भएको छ। नेकपा एमाले संसदीय दलका नेता तथा नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले हिजोको पहिलो संसदको बैठकमै केही गम्भीर कुराहरू सहित सम्बोधन गरिसके पछाडि नेकपा एमाले भित्र एक किसिमको तरंग र हलचल पैदा भएको छ। उनले राखेका गम्भीर तर्कहरूमा नेकपा एमाले स्वयं दुई भागमा प्रष्ट रूपमा विभाजित बनेको छ। रामबहादुर थापा बादलले हिजोको संसदको बैठकमा नेकपा एमालेको तर्फबाट सम्बोधन गर्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन किसिमको सफलता र जित जनमत प्राप्त भएको छ, यो जनमत प्राप्त हुनुमा नेपाली सेना, नेपालको कर्मचारी तन्त्र, त्यस्तै गरेर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, बारबारा फाउन्डेसन लगायतका सबै मिलेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो किसिमको जित दिलाएको अथवा बहुमत दिलाएको भन्ने गम्भीर आरोप लगाइसके पछाडि नेकपा एमालेको एउटा तबकाले यसको घोर विरोध गरेको छ। नेकपा एमालेका नेता योगेश भट्टराई, विष्णु पौडेल लगायतका नेताहरूले यो नेकपा एमालेको आधिकारिक सम्बोधन हुनै सक्दैन भनेर सामाजिक सञ्जालमा यसप्रति विरोध जनाएका छन्। रामबहादुर थापा बादलले यति मात्रै भनेका छैनन् साथीहरू, उनले त अहिले आएको भोट पुरा एआई भोट हो, अल्गोरिदमको कमाल हो भनेर धेरै आरोपहरू उनले अहिले रासोपाले पाएको जनमतमाथि लगाएका छन् र उनी जनमत विरुद्ध नै खनिएका छन्। उनको यो सम्बोधन पछाडि नेकपा एमाले भित्र मात्रै होइन, चौतर्फी उनको यो सम्बोधनको आलोचना भइरहेको छ। आखिर कोही नेताले कसरी यति ठूलो जनमतको यो लेभलको अपमान गर्न सक्छ भनेर चौतर्फी यो कुराको आलोचना भइरहेको छ। हुन त यो कुरा बादल स्वयंले बोलेको कुरा होइन, हिजोको संसद बैठकमा बादलको त मुख मात्रै बोलेको, यो कुरा बोल्ने अरू नै कोही छन्। केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले भित्र नेतृत्व तहबाटै यो कुरा आएको छ। किनकि हिजोको बैठक भनेको ऐतिहासिक बैठक थियो। यो ऐतिहासिक बैठकमा यो सम्बोधन गर्दै गर्दाखेरिमा पक्कै पनि नेकपा एमालेको नेतृत्व तहमा छलफल भएर नै यो सम्बोधन लेखिएको थियो र त्यसको पुष्टि महेश बस्नेतले पनि गरेका छन्। किनकि यो सम्बोधन आइसके पछाडि महेश बस्नेतले सामाजिक सञ्जालमा प्रष्ट रूपमा यो सम्बोधनको समर्थन गरेका छन्। यसको मतलब यही हुन्छ कि केपी शर्मा ओलीकै निर्देशनमा यो किसिमको सम्बोधन हिजो बादलले संसदमा गरेका थिए। अहिले सामाजिक सञ्जालमा आम सर्वसाधारण सबैले यही भनिरहेका छन् कि नेकपा एमाले यो देशबाट नबढारिँदासम्म रोकिनेवाला छैन। केपी शर्मा ओलीले नेकपा एमालेलाई पुरै सोत्रियान नपार्दाछन्, उनी रोकिनेवाला छैनन् भनेर धेरैले सामाजिक सञ्जालमा अहिले यही कुरा गरिरहेका छन्। तर देखिन पनि त्यस्तै देखिन्छ साथीहरू। आम जनताले दिएको यति ठूलो जनमत, यति ठूलो विश्वासलाई एउटा चाहिँ बारबारा फाउन्डेसनसँग लगेर जोडेर जुन किसिमबाट जनमतको अपमान गरिएको छ, यो सुन्न लायक छैन। नेपाली सेना, नेपालको कर्मचारी तन्त्र, अड्डा अदालत, यी सबै कुराहरूलाई एकै ठाउँमा एउटै गानमा हालेर एउटा गैर सरकारी संस्थासँग जोडेर यो लेभलको अपमान देशको सेनाको, कर्मचारी तन्त्रको अथवा अड्डा अदालतहरूको, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालयसम्मको यो लेभलको अपमान यो विरलै घटना हो साथीहरू। जुन कुराले आज नेकपा एमालेलाई एउटा ठूलो क्षतितर्फ धकेलिरहेको छ। नेकपा एमाले भित्र नेकपा एमालेलाई साँच्चै माया गर्नेहरू पनि छन्, उनीहरूको लागि भए पनि केही सोच दिनु पर्यो।